मनमा माया मुखमा तरबार लिएर किन हेर्छौ, दिलमा बसेकोले बाहिर उभिएर किन हेर्छौ, जानु नै छ भने आखिर सदाका लागि जाऊ, छुटौ भन्दैछौ फेरि फर्किएर किन हेर्छौ। ओहो कति राम्रो केटी हो। ओहो मेरो त फेरि घरमा बुढी छ, किन यो बाहिर अरू अरू केटी मात्रै मनपर्छ। एकचोटि कविसँग भेट भएर सोध्नु पर्यो र अब। ओहो यो कवि पो कहाँ हुनुहुन्छ होला। कवि त यहाँ पो हुनुहुने रहेछ। नमस्ते हजुर। नमस्ते। हेर्नु न एउटा समस्या लिएर आएको छु, त्यसको समाधान गरिदिनु पर्यो। के समस्या हो भन्नुहोस् न। हेर्नु न मेरो घरमा बुढी छ, तर मलाई के भएको सबै बाहिर केटी मात्रै मनपर्छ। यो त गलत हो नि, घर बुढी उडाउँदै बाहिर हेर्नु भएन नि। यो गलत हो मलाई थाहा छ। मेरो घरमा राम्रै श्रीमती पनि छ, तर किन बाहिर केटीहरू देखेँ भने अटोमेटिक मन गइहाल्छ। यसको उपचार म गर्न सक्छु, तर तपाईँले एउटा काम गर्नुपर्छ मेरो लागि। त्यो काम गर्न सक्नुहुन्छ? के काम हो? भइहाल्छ नि, म गरिहाल्छु। त्यसो भए मेरो साथमा आउनुहोस् ल। हस् म तपाईँलाई एउटा कुरा देखाउँछु, आउनुहोस्। यो फुलहरू हेर्नुहोस्, यहाँ भएका फुलहरू मध्येमा सबभन्दा राम्रो फुल तपाईँले जुन लाग्छ त्यो लिएर आउनुहोस् है। हस् अनि तपाईँले एउटा सर्ट मान्नुपर्छ, मान्नुहुन्छ? मानिहाल्छु नि। तपाईँ फुल टिप्दै अगाडि जानुभयो होइन, हजुर तपाईँ पछि फर्केर आउन मिल्दैन, पछि होइन तपाईँले यो हेर्नै पनि मिल्दैन है। तपाईँले जुन राम्रो लाग्छ त्यो लिएर आउनुहोस् ल, गइहाल्नुहोस् ल। सुन्नुहोस्, म यही बस्छु होइन, लिएर आउनुहोस् है। वाउ कति राम्रो फुल हो। यो भन्दा अझ राम्रो त पारेको पो छ त यार। ओहो यो पनि राम्रो छ, यो पनि राम्रो छ। कुन टिप्ने होला? अलि अगाडि जानु पर्यो र अब अझ राम्रो छ कि। ओहो सबै राम्रो हट्यो यार हेर्दा त। वाउ यो चाहिँ राम्रो रहेछ है। ए यो भन्दा त बरु त्यो पो राम्रो छ कि हो। हा ओहो पार्टी त झन् पहिलो फुल छ त यार। मेरो त यो भन्दा त बरु त्यो पहिलो त झन् मेरो फेभरेट फुल हो। ओहो यो भन्दा त मलाई त लाउरे फुल पो मनपर्छ। बरु अगाडि पो हेर्न जानु पर्यो। यतिको फुल छ, त्यो लाउरे फुल त किन नपाइला र। वाउ लाउरे फुल। ओहो अनि यहाँ त सयपत्री फुल पनि रहेछ होइन। त्यो चाहिँ कुन फुल हो? त्यो त झन् कस्तो राम्रो फुल छ त यार। बरु त्यो पो हेर्नु पर्यो एकचोटि। यो पनि राम्रो छ, त्यो पनि राम्रो छ यार। कुन टिप्ने होला? यो भन्दा अझै राम्रो त अगाडि छ होला। हा यहाँ त फुलै छैन त यार। ओहो कविजीले पछाडि नफर्किनु भन्नुभएको छ। तर फुलहरू सबै सकिगयो यार, अब के लिएर जाने होला। अब फर्केर पछि हेरौँ भने फुलहरू टिप्नै मिल्दैन। तर के गर्ने होला अब। ए जे पऱ्यो ल, म त्यही उहाँ कवि कहाँ जानु पर्यो। कविजी हेर्नु न। ए तपाईँ आउनुभयो? खै त फुल? हेर्नु न म त फुलहरू हेर्दै गएको बगैँचामा, सबै फुलहरू राम्रो लाग्यो, त्यही भएर टिप्नै सकेन। अझ अगाडि राम्रो फुल छ कि भनेर हेर्दा हेर्दै म त उतै छेउमा पुगेछु। अब अगाडि हेर्दा फुलै छैन, पछाडि फर्केर फेरि टिप्न नमिल्ने सर्ट थियो। यस्तै हो तपाईँको विवाहित जिन्दगी पनि। तपाईँसँग राम्रो श्रीमती हुनुहुन्छ, तपाईँले कदर गर्नुहुन्न, अरू अरू राम्रो राम्रो केटीहरू हेर्नुहुन्छ नि। हो यस्तै गरी जसले आफ्नो बुढीसँग खुसी हुन्न नि, अरू अरू राम्रो राम्रो केटीहरू पछि लाग्छन् नि, त्यो एक दिन अवश्य पनि एक्लो हुनेछ। मैले बुझेँ कविजी। मैले साँच्चीकै सुरुमै मैले एउटा फुल टिपेर ल्याएको भए अहिले म यसरी रित्तो हात फर्किनु पर्दैन थियो। कुरा त्यही हो। अब घर जानुहोस्, आफ्नो बुढीलाई माया दिनुहोस्, कदर गर्नुहोस्, बेला छले चाहिँ कदर गर्नुहोस् नि। फेरि पछि रहनु पर्ला, अरू राम्रो राम्रो छ कि भन्दै नहेर्नु होला।